हेलो साथीहरू, स्वागत छ एउटा नयाँ भ्लगमा। आज धेरै यहाँ पानी पर्दैछ। म चाहिँ स्कुलबाट भर्खरै आएँ अनि यहाँ चाहिँ म अहिले बाख्रा चराउन आएको छु। साथीहरू हेर्नुहोस्। साथीहरू आज चाहिँ नि हाम्रो स्कुल पनि 11 बजेतिर लागेको थियो, किनभने आज यहाँ चाहिँ 12 वालाहरूको चाहिँ परीक्षा केन्द्र पढेको थियो हैन हाम्रो स्कुलमा। त्यही भएर छुट्टी पनि अलिकति ढिला भएको थियो। अनि त्यसपछि म यहाँ बाख्रा चराउन आएँ। साथीहरू आज चाहिँ नि एकदमै मलाई पनि खै खासै त्यस्तो इन्ट्रेस्टिङ लागेन हैन। जस्तो अघि पहिलोको स्कुल दिन भएकोले इन्ट्रेस्टिङ हुन्थ्यो नि त अघि। आज खै के 25 को लागेको होला कि सायद के भएर होला, त्यस्तो खासै इन्ट्रेस्टिङ लागेन। तर साथीहरू आज चाहिँ धेरै मजा आयो अनि थकान पनि लाग्न लाग्छ खै बस्दा बस्दै हैन। कति 1-1.5 महिनापछि स्कुल लागेछ। अब बसेकै हुनाले होला सायद, त्यो अलिकति थकान पनि महसुस भएको छ। यार बसेर थकान भएको छ के भन्ने हैन। यो चाहिँ नि आजको भ्लग म त्यतिकै बनाउँदैछु हैन। अनि अबदेखि चाहिँ नि राम्ररी बनाउला। यो भ्लग चाहिँ खासै राम्रो छैन, त्यही भएर नरिसाउनु होला। र यो हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुहोस्, आफ्नो सपोर्ट देखाउनुहोस् अनि हाम्रो भिडियोलाई एउटा लाइक गरेर अनि कमेन्ट हान्नुहोस् अनि बताउनुहोस् कि म अर्को भ्लग कुन टपिकमा बनाऊँ। त्यति बेलाको लागि बाइ बाइ।